दिनदिनै घिनौला खानाभन्दा त कहिलेकाहीँ त यस्तै मिठो हुन्छ नि। ल है, आज मैले सोयाबिन र आलुको तरकारी बनाउँदैछु। मैले सोयाबिन लिएँ, अनि कचौरोमा चाहिँ सोयाबिन लिएर अनि पानीमा पखालेर मजाले धोएर के सोयाबिनलाई अनि राख्दैछु कि मैले। यसरी खाना पनि मनपर्छ कि मलाई चाहिँ कहिलेकाहीँ यसको रसवाला मनपर्छ कि। अनि प्याजलाई काट्न थालेँ, प्याजलाई मजाले काटेर लसुन ससुन पोकेर राख्न थालेँ। अनि उता आलु पनि उसानेको थिएँ कुकरमा, आलु पनि पाको, आलुलाई फोकेर काटेर मजाले राख्न थालेँ। यस्तो उसानेको आलु यत्तिकै खान पनि मनपर्छ कि नुन खुर्सानीसँग। अनि लसुन अदुवा पनि ठिक्क भनेकै रेडी पारेँ। अनि सोयाबिनलाई ठुलो मन पर्दैन कि, यसलाई काटेको मजा आउँछ कि काटेको। अनि आलुलाई पनि काटेँ, सोयाबिन काटेँ, प्याज लसुन ससुन सबै रेडी पारेँ, काटुङ कुटुङ पारेँ। अनि मजाले पुटुङ पुटुङ भुट्न थालेँ कि यसलाई। यो चाहिँ रातो रातो भएको मनपर्छ कि, भुटेर रातो रातो भएको। अनि बल्ल रस राखेको एकदम मनपर्छ। अनि यसमा चाहिँ मेथी जिरा अनि फुराएर फेरि प्याजले पारल पुरुल भुटेँ मजाले। अनि यसमा अदुवा चाहियो, अदुवा र अदुवा लसुनको पेस्ट, अनि टमाटर काटेँ, फेरि आलु अघि उसानेर राखेको आलुलाई मजाले राखेँ। अनि यति भएपछि त भइहाल्यो। यति भएपछि त कति मिठो हुन्छ कि खानाखेरि, देख्दाखेरि कस्तो मिठो देखिया छ। अनि यसमा मजाले पानी राख्ने, एकछिन मजाले पाक्न दिने, धनिया र जिराको धुलो राखिदिने, अनि हल्का खुर्सानी राखिदिने। मेरो छोरीले खान्छ नि त।